नमस्कार, टीवी टुडे में स्वागत है। हम चाँदनी अपने सबके जानकारी है जे जखन हम एतिक पैघ देश में आंदोलन भेले जेनजी आंदोलन नया पुस्ता के आंदोलन तो ओइसँ लक बहुत जे छै से परिवर्तन भ चुकले देश में सरकार खसलै तेकर बाद जे छै से फिरसँ सरकार बनलै नया प्रधानमंत्री नियुक्त भेले ओहि के संगे संगे जे छै से विभिन्न मंत्री सब जे छै से नियुक्त भेले ताहि प्रकार जे छै से नाम अपने सब सुनै हेबै कियाक तऽ विभिन्न ठाम में हुनकर योगदाने छनि जे एकटा वैज्ञानिक सेहो छथिन विभिन्न ठाम के कल कारखाना खोलबाक लेल जे छै से हुनकर पहिल मांग रहै छनि जे शिक्षा मंत्री महावीर पुन शिक्षा विज्ञान तथा प्राविधिक मंत्री छथि हुनका हम सब पहले कार्यक्रम में स्वागत करबन तब विशेष बातचीत करब जे मध्य प्रदेश के शिक्षा के प्रसंग में कियाक तऽ देखल जाए अखन पूरे देशे भर के तो ओना शिक्षा के क्षेत्र में विभिन्न बेर जे छै से एहिठामसँ युवा सब बाहर पढ़बाक लेल जे छै से जाइ छथिन ओना विशेष कऽ मध्य प्रदेश में अखनो शिक्षा के अवस्था जे छै से पूर्ण रूपसँ अखनो कहबै तऽ ओही प्रकार खसकल टाइप के छै जे सब बेर बड़का बड़का भाषण होइ छै शिक्षा प्रति लेकिन शिक्षा दिनों दिन जे छै से बिगड़ल जा रहल छै तऽ केना कऽ एकरा सुधार हेतै मध्य प्रदेश प्रति हुनकर की अवधारणा छनि हुनकर जे मंत्री बनला के बाद की हुनकर जे पहिल प्राथमिकता छनि पहिले हुनका स्वागत करब तऽ विशेष बातचीत करब यहाँलाई धेरै धेरै स्वागत छ जनकपुर नगरीमा ल धन्यवाद छ के भन्न चाहनुहुन्छ सर्वप्रथम मधेसवासीको लागि खास गरी यो आजको जुन कार्यक्रम छ कार्यक्रमकै बारेमा भनौँ धेरै कुराहरू त छन् तर लामो कुरा नगरिकन आज जुन कार्यक्रम भयो यो चाहिँ मधेसको जुन साक्षरता जुन घोषणा भएको रहन्छ नेपालमा 77 वटा जिल्लाहरू मध्येमा मध्य प्रदेशको 8 वटा जिल्लाहरू मात्रै एउटा जिल्ला छ तर ऊ पनि घोषणाको लागि तयार भइसकेको छ माथि डोल्पामा र 8 वटा एउटा प्रदेशको सँगै सबै जिल्ला चाहिँ साक्षरता घोषणा नभएको र साक्षरताको दर चाहिँ झन्डै 64-65% मात्र रहेको भन्ने जब म शिक्षा मन्त्री भएर बुझेँ त्यसपछि मलाई पनि अचम्म लाग्यो अनि यो के कारणले यस्तो भयो र यसलाई समाधान गर्नको लागि के गर्न सकिन्छ भन्ने कुराहरूको छलफलको गर्दै जाँदाखेरि यो चाहिँ आज एउटा कार्यक्रम राखौँ मध्य प्रदेशमा र मध्य प्रदेशको अब शिक्षा तथा संस्कृति मन्त्रालय लाई चाहिँ को संयोजकत्वमा एउटा चाहिँ भनौँ न एउटा कार्यक्रम राखेर यसका समस्याका समाधानहरू खोजौँ र यो समस्यालाई चाहिँ समाधान गरौँ भनेर एउटा कार्यदल पनि गठन गर्ने र यो चाहिँ सुझावहरू सङ्कलन गर्ने भनेर जुन आजको कार्यक्रम राखिएको थियो र यसबाट मलाई म के भन्न चाहन्छु भने मध्य प्रदेशमा जुन भौगोलिक स्थितिले चाहिँ सहज छ यताउता जानको लागि पनि सहज छ तर साक्षरता घोषणा नभएको हुनाले अब निकै नै यहाँको जनताहरू निकै नै शिक्षाको क्षेत्रमा पिछडिएको देखिएको हुनाले खास गरी गरिब वर्गहरू सीमान्तकृत वर्गहरू चाहिँ पिछडा वर्गहरू चाहिँ पछाडि परेको देखिएको हुनाले त्यसलाई चाहिँ साक्षरता उनीहरूलाई साक्षर बनाउनको लागि अभियान चलाउने भनेर आएको हो र यो काममा चाहिँ म के चाहन्छु भने खास गरी प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई यो काममा तपाईहरु चाहिँ स्थानीय स्तरमा नै लाग्नुपर्छ यो केन्द्रीय भनौँ न मन्त्रालयको मात्रै यसले चाहिँ केही गर्न सक्दैन भनेर चाहिँ अनुरोध गर्नको लागि गुनासो गर्नको लागि पनि अनुरोध गर्नको लागि पनि म चाहिँ यहाँ आएको हो र त्यसमा मैले के भनेको छु भने यसलाई चाहिँ सुधार्नको लागि साक्षरता घोषणा गर्ने भनेर चाहिँ घोषणा गर्नको लागि जुन काम छ प्रदेश सरकारले नेतृत्व लिएर स्थानीय सरकारहरूसँग मिलेर अगाडि बढोस् र संघीय मन्त्रालयले चाहिँ हामीले गर्न सक्ने कुराहरू पछाडि बसेर चाहिँ सहयोग गर्नेछु भन्ने कुरा भन्नलाई चाहिँ म चाहिँ आज चाहिँ जनकपुर आएको। मन्त्रीज्यू यो मध्य प्रदेश 77 घोषणा नहुनुको कारण के छ के लागिरहेछ यहाँलाई? यसमा खास गरी के छ त भन्दाखेरि यो शिक्षामा यहाँको पिछडा वर्गहरू गरिबहरू जनताहरू धेरै चाहिँ छ र यो जुन सामुदायिक शिक्षाहरूमा शिक्षाको चाहिँ विद्यालयहरू राम्रोसँग सञ्चालन हुन सकेका छैनन् र पहिलेदेखि नै चाहिँ अभिभावकहरू चाहिँ अशिक्षित भएको देखियो
अभिभावक र अशिक्षित भयो भने अब उनीहरूले आफ्नो छोराछोरीको शिक्षाको लागि पनि त्यति पहल गर्दैनन्, गर्न सक्दैनन् पनि। त्यसैले यो यहाँको चाहिँ शिक्षामा कमी हुनुको, शिक्षाको जुन स्तर छ, खास गरी यो साक्षरताको हिसाबमा यो चाहिँ यो यहाँको जनताहरूको एउटा आर्थिक अवस्थासँग पनि जोडिएको चाहिँ मैले देखेँ र मुख्य कुरा त्यो नै हो भन्ने कुरा चाहिँ मैले बुझेको छु। कति विश्वस्त हुनुहुन्छ मन्त्रीज्यू? किनकि अहिले पनि देशकै यदि कुरा गर्दाखेरि मधेस सबैभन्दा त्यो पिछडिएको चाहिँ ठाउँ छ यो शिक्षाको क्षेत्रमा। अहिले पनि यो मधेस प्रदेशमा विशेष गरेर चाहिँ यो शिक्षाको क्षेत्रमा धेरै गुनासोहरू आइरहेका छन्। ठुलो ठुलो चाहिँ भौतिक संरचना बनिसकेको छ, तर चाहिँ अहिले पनि विद्यार्थीहरू पढाइमा चाहिँ त्यति जुन फेसिलिटी पाउनुपर्ने शिक्षा त्यस्तो भइसकेको ठाउँ छ। तर अहिले पनि हेर्दाखेरि जुन सब्जेक्ट अनुसारको चाहिँ टिचर शिक्षक हुँदैन। धेरै अहिले पनि एकदमै विद्यार्थीहरूलाई चाहिँ दुःख छ। तर कसरी यसलाई तपाईँ विश्वस्त हुनुहुन्छ कि यो हुन्छ मध्य प्रदेश साक्षरता? यो होइन, यसमा यस्तो कुरा हो, विद्यालय स्तरको शिक्षा र साक्षरताको कुरो चाहिँ फरक कुरा हो। साक्षरता भन्नाले उनीहरूलाई चाहिँ कमसेकम एउटा भनौँ न प्रारम्भिक शिक्षा चाहिँ हुनु पर्यो। जस्तो यसका केही सूचकहरू छन्। मान्छेले कमसेकम गर्न सक्नु पर्यो, कमसेकम पढ्न सक्नु पर्यो, कमसेकम साधारण भए पनि पढलेख गर्न सक्नु पर्यो, हस्ताक्षर गर्न सक्नु पर्यो। अब भनौँ न घडी हेर्न जान्नु पर्यो, गर्न सिक्नु पर्यो, ब्याङ्कमा जाँदाखेरि अब भाउचर भर्न सक्नु पर्यो, हस्ताक्षर चेक काट्न सक्नु पर्यो। यस्ता किसिमका कुराहरू हुन्। यो चाहिँ एकदमै बेसिक कुराहरू हो साक्षरता बनाउने भनेको। तर यो जुन छ विद्यालयमा पठन पाठन गर्ने भन्नेको चाहिँ त्यो चाहिँ शिक्षित बनाउनको लागि हो। शिक्षित बनाउने र साक्षर बनाउने भन्ने कुरा चाहिँ फरक कुराहरू हुन्। र साक्षर भन्ने कुराहरू चाहिँ के छ त, खास गरी पुरानो भनौँ न 15-20 वर्षभन्दा पुरानो बुढापाकाहरूदेखि लिएर जुन छ अभिभावकहरू छन् जसले चाहिँ पढे लेखेको छैन, तिनीहरूलाई चाहिँ कमसेकम पनि लेख्ने पढ्ने भन्ने कुराहरू सिकाउने अभियान हो यो साक्षर अभियान भनेको। र अब खास गरी 5 कक्षादेखि 5 वर्षदेखि 15 वर्षसम्मको जुन बालबालिकाहरू छन् उनीहरूलाई चाहिँ विद्यालयमा पठाउने भनेको चाहिँ शिक्षित बनाउनलाई हो। त्यसकारणले यो दुईटा चाहिँ फरक कुराहरू हुन्। र यो फेरि यो साक्षर बनाउने भनेको गर्न नसकिने कुरा होइन। यो पहिलेदेखि नै सङ्घीय सरकारले पनि प्रदेश सरकारले पनि प्रयत्न त गरेकै हो, धेरै खर्च पनि गरेको देखियो यो मन्त्रालयहरूले। झन् 1 अरबभन्दा बढी कुराहरू बढी रकम चाहिँ खर्च गरेको साक्षर बनाउनेलाई। तैपनि त्यति रकम खर्च गरेर पनि अझै पनि यो चाहिँ साक्षरताको जुन छ चाहिँ जुन प्रतिशत छ त्यो अझै पनि पुगेको छैन। तर यो चाहिँ गर्न सकिने कुरा हो। शिक्षा क्षेत्रमा यहाँको भूमिका कस्तो छ अहिले? होइन, म त छोटो समयको लागि शिक्षा मन्त्री भएको हो। अब यो हुनु पर्यो नि, के छ यहाँको चाहिँ मुख्य के छ योजना? अब यस्तो छ, यो खास गरी शिक्षाको क्षेत्रमा भएको व्यथितिहरूलाई, ठुलो ठुलो कामहरू गर्न नसकिएला व्यथितिहरू जुन छ अब लाई चाहिँ सुधार गरेर कमसेकम पनि स्थितिमा ल्याउने चाहिँ मेरो प्रयास हो। जस्तो उदाहरणको लागि भन्ने हो भनेदेखि अब विद्यालय स्तरहरूमा, अब विश्वविद्यालय स्तरहरूमा चाहिँ यो एकदमै शिक्षामा राजनीतिकरण भएको छ। यो राजनीतिकरणलाई चाहिँ कसरी न्यून गर्ने, कमसेकम विद्यालय सञ्चालन गर्दाखेरि अरू विषयमा भोट हाल्दाखेरि अरू बेलामा चाहिँ राजनीति गरे पनि विद्यालयको हातभित्र विद्यालय पढाउने समयमा राजनीतिकरण नहोस् र त्यसलाई कसरी न्यून गर्न सकिन्छ भन्ने कुरोमा चाहिँ मेरो चाहिँ मुख्य प्रयासहरू हो। र अब एउटा कुरा के छ त भन्दाखेरि यो विद्यालयमा प्रधानाध्यापकहरूलाई चाहिँ चयन गर्ने कुरामा योग्य व्यक्तिलाई चयन गर्ने,
कसरी गर्न सकिन्छ भन्ने कुराहरूमा व्यवस्थापन समितिलाई कसरी विशुद्ध चाहिँ शैक्षिक गतिविधिको लागि चाहिँ गठन गर्न सकिन्छ भन्ने कुराहरूमा र विश्वविद्यालय स्तरमा पनि र शिक्षामा चाहिँ को गुणस्तर सुधार्नको लागि धेरै समस्याहरू छन्, जस्तो भौतिक पूर्वाधारका समस्याहरू छन्। अब शिक्षकको जुन दरबन्दी छ, दरबन्दी चाहिँ एकदमै कम छ, त्यो कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराहरूमा मैले सकेको कुराहरू गर्दैछु। यो जेनजीको मागअनुसार विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न कस्ता कडा कदम चाहिँ चाल्नुहुन्छ? होइन, यसमा यस्तो के छ भनेदेखि विश्वविद्यालय भनेको राजनीतिक शक्तिहरूको एउटा प्रतिस्पर्धा गर्ने ठाउँ भएको छ र खास गरी विश्वविद्यालयको अब उच्च पदहरूमा उच्च पद जस्तो भिसीहरूदेखि भयो, रेक्टर, रजिस्ट्रारहरू भयो, डिनहरू भयो, त्यस्तो कुराहरूमा राजनीतिक भागभण्डा चाहिँ एकदमै चलेको चाहिँ एकदमै ठुलो रोग लागेको छ र त्यो राजनीतिक भागभण्डालाई कसरी चाहिँ कम गर्ने भन्ने कुरामा चाहिँ अभ्यासहरू गरिरहेको छौँ हामी। हजुर मन्त्रीज्यू, जसरी यो युवा विदेश्नु होइन रोक्नु र विदेशमा रहेका दक्ष जनशक्ति नेपाल फर्क्याउनु होइन मन्त्रालय नयाँ कार्यक्रम के छन्? किनकि अहिले यसैमा म जोड्न चाहिरहेको छु, जसरी युवाहरू अहिले चाहिँ पढिरहेछन् तर चाहिँ सिपमुलुकको पढाइ छैन, पढ्ने त पढिरहेछन् तर विदेश चाहिँ कार्य जारी नै रहेछ। यस्तो छ, अब यो विदेशिनीहरूलाई अहिले नै तुरुन्तै रोक्न सक्ने कुनै सम्भावना छैन। त्यसको लागि चाहिँ नेपालको अर्थतन्त्र सुध्रिनुपर्छ। अर्थतन्त्र भनेको 1-2 वर्षमा रातारात सुध्रिने कुरा होइन र यो अर्थतन्त्र सुधार्नको लागि देशमा चाहिँ उद्यमीहरू धेरैभन्दा धेरै उत्पादन गर्नुपर्छ, उद्योग धन्दाहरूको चाहिँ विकास गर्नुपर्छ हरेक क्षेत्रमा, अनि मात्रै चाहिँ विदेश जाने कुराहरू चाहिँ बिस्तारै कम हुँदै जान्छ। त्यसको लागि प्रयास गर्नुपर्छ। त्यसैले यो विदेशिने जुन छ अहिलेको चलन, त्यो चाहिँ कुनै रहरले विदेशिएको होइन, बाध्यताले विदेशिएको हो र त्यो कुरालाई सुधार गर्नको लागि चाहिँ अर्थतन्त्र सुधार गर्नुपट्टि लाग्नुपर्छ र अहिलेसम्म सरकारले अर्थतन्त्र सुधार्नको लागि केही राम्रो ठोस कदम चालेको देखिएको छैन र भविष्यमा आउने सरकारहरूले त्यो कदम चालोस् भनेर मैले बारम्बार भनिरहेको छु। मन्त्रीज्यू, जसरी यो सरकारी विद्यालयलाई प्रविधिसँग चाहिँ जोडेर निजी सरकारी शिक्षा बीच खडाल कसरी चाहिँ खटाउनुहुन्छ? होइन, विद्यालय भनेको चाहिँ कस्तो हो भने एउटा साधारण एउटा शिक्षा दिने ठाउँ हो। त्यो चाहिँ कमसेकम उनीहरूलाई भनौँ न समयअनुसारको शिक्षा दिने ठाउँ हो र विद्यालयमा चाहिँ त्यो मात्रै सिकाउने ठाउँ पनि होइन। त्यस कारणले यो अहिले चाहिँ मेन कुरा चाहिँ दुईवटा कुरा हुनुपर्छ विद्यालयमा चाहिँ। पहिलो कुरा त समयअनुसारको विद्यार्थीहरूले पाउनुपर्ने शिक्षा उनीहरूले पाउनु पर्यो, पहिलो कुरा। दोस्रो कुरा, अब विद्यालय स्तर पार गरिसकेपछि, जस्तो अहिलेको स्थितिमा हेर्ने हो भने यी पार गरिसकेपछि जुन +2 देखि लिएर ब्याचलर्स मास्टर्ससम्मको जुन शिक्षा छ त्यसमा चाहिँ सिपमूलक पनि हुनुपर्छ भन्ने छ होइन। तर सबै विषयमा चाहिँ त्यो सम्भव नहोला, तर सकेसम्म सिपमूलक भनेको चाहिँ के त भन्दाखेरि शैक्षिक क्षेत्रमा एकाडेमिक क्षेत्रमा राम्रो गर्नेहरू एकाडेमिक क्षेत्रतिर जान्छन् र एकाडेमिक क्षेत्रमा राम्रो नगर्ने विद्यार्थीहरू चाहिँ सिपमूलक क्षेत्रमा लागुन् भन्ने हो र त्यसको लागि चाहिँ यो व्यावसायिक शिक्षा भोकेसनल एजुकेसन को चाहिँ प्रबन्ध राम्रो हुनुपर्छ र त्यसको लागि पनि सरकारले कदम त चालेको छ, तर त्यसमा पनि धेरै व्यथितिहरू छन् र त्यो व्यथितिहरूलाई सुधार्नको लागि चाहिँ प्रयासहरू भइरहेको छ। यो भोकेसनल एजुकेसन चाहिँ विद्यार्थीहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण छ। तपाईँ एउटा वैज्ञानिक पनि हुनुहुन्छ, योभन्दा पहिला पनि धेरै कतिवटा औजारिक चाहिँ यो कल कारखानाहरू खोलाउनु भएको छैन, यो तर्फ कतिको चाहिँ अब इन्ट्रेस्टेड हुनुहुन्छ? अब मन्त्री हुनु त्यो त मेरो जीवनको मुख्य काम नै त्यही हो कि अनुसन्धान गर्ने, नवप्रवर्तन गर्ने र प्रतिभाशाली युवाहरूलाई चाहिँ अगाडि बढाउने त मेरो मुख्य काम नै हो। र अब छोटो समयको लागि 6 महिनाको लागि मन्त्री भएको छु र यो मन्त्री सकिएपछि मेरो काम त्यही काममा म फर्किने हो।
त्यो काममा चाहिँ म जान्छु। यो जनकपुरको यो जुन यो चुरोट कारखानाप्रति के धारणा रहेछ, त्यो खुल्छ कि खुल्दैन? खुल्दैन। यो जनकपुरको चुरोट कारखाना धेरै पुरानो भयो। अब यो पुरानो कारखानालाई मर्मत गर्नुभन्दा नयाँ कारखाना खोलेको राम्रो हुन्छ। के खोल्नुहुन्छ? के एउटा सोच बनाउनु भएको छ यहाँ? होइन, जनकपुरको चुरोट कारखानालाई सोच बनाएको छैन, किनभने नयाँतर्फ के मैले अहिले चाहिँ गर्न खोजेको चाहिँ वीरगञ्जको कृषि औजार कारखाना हो। त्यो कारखानालाई सकेसम्म नेपालमा कृषकहरूलाई चाहिने कृषकहरूको आवश्यकतालाई पुरा गर्न कतिसम्म सकिन्छ, 10%, 15-20%सम्म औजारहरू उत्पादन गर्न सकियो भने पनि हुन्छ भन्ने चाहिँ मेरो। अनि अब अन्त्यमा तपाईँलाई जुन सामाजिक सञ्जालमा कहिलेकाहीँ यसो टिका टिप्पणी कुनै भिडियो मार्फत चाहिँ आइरहेको हुन्छ, सामाजिक सञ्जालमा केही तपाईँ ठ्याक्कै डाइरेक्टली बोलिदिनुहुन्छ, त्यसलाई तपाईँ कसरी लिनुहुन्छ? होइन, अब त्यो त बोल्ने बेलामा जे आउँछ, दिमागमा जे आउँछ त्यही बोल्ने हो। होइन, कुनै नयाँ योजना बनाएर यस्तो बोल्छु उस्तो बोल्छु भनेर भन्ने होइन। तर त्यो सामाजिक सञ्जालमा चाहिँ म त्यति धेरै समय खेर फाल्दिनँ। कहिले कहिले गर्दाखेरि त्यस्तो किसिमको कुराहरू, रमाइलो कुराहरू पनि हुन्छ। के भन्न चाहनुहुन्छ मध्य प्रदेश जनताको लागि अन्त्यमा? मध्य प्रदेश जनताहरूले अझै कोसिस गर्नुहोस्। होइन, तपाईँहरूको खास गरी भौगोलिक स्थितिले तपाईँहरू एकदम सुगम ठाउँमा हुनुहुन्छ, किनभने म त एकदम हिमालमा जन्मेको मान्छे, दुर्गम ठाउँमा कति दुःख हुन्छ भन्ने कुरा थाहा छ। तपाईँहरू चाहिँ एकदम सुगम ठाउँमा हुनुहुन्छ, समथर ठाउँमा हुनुहुन्छ, उब्जनी छ। होइन, सबै कुराहरू राम्रो छ। होइन, अहिले चाहिँ अब भौतिक पूर्वाधारको विकासहरू पनि धेरै भएको छ। तपाईँहरूले चाहिँ मधेसमा चाहिँ धेरैभन्दा धेरै उद्योग धन्दाहरू खोल्नुहोस्, रोजगारीको सिर्जना गर्नुहोस्। त्यसको लागि चाहिँ मधेस चाहिँ एकदम उत्तम प्रदेश हो भनेर चाहिँ त्यसमा बल गर्नको लागि अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद यहाँले चाहिँ यति समय दिनुभएकोमा, र उहाँको कुरा सुनेर यहाँहरूलाई कस्तो लाग्यो भने कमेन्ट मार्फत अवश्य तपाईँहरू प्रतिक्रिया दिनुहोला। धन्यवाद।